हितोपदेश अध्याय 2। बुद्धिबाट प्राप्त हुने नैतिक लाभहरू। हे मेरो छोरो, यदि तैँले मेरो वचनहरू ग्रहण गरिस् र मेरो आज्ञाहरू तेरो मनभित्र राखिस् भने, बुद्धिका कुराहरू सुन्ने गरिस् र तेरो हृदयलाई समरशक्तितिर लगाइस् भने, अन्तर्दृष्टिको लागि पुकारा गरिस् र समझशक्ति पाउनलाई चर्को स्वरले पुकारिस् भने, यदि तैँले चाँदी झैँ त्यसलाई खोजिस् र गार्दन झैँ त्यो खनिस् भने, तैँले परमप्रभुको भय बुझ्नेछस् र परमप्रभुको ज्ञान प्राप्त गर्नेछस्। किनभने परमप्रभुले बुद्धि दिनुहुन्छ र उहाँको मुखबाट ज्ञान र समझशक्तिका कुराहरू निस्किन्छन्। उहाँले इमान्दारीको लागि आफ्नो भण्डारमा विजय साँचेर राख्नु भएको छ। जसको चाल निर्दोष छ, तिनीहरूको लागि उहाँ ढाल हुनुहुन्छ। किनभने उहाँले न्यायको मार्ग रक्षा गर्नुहुन्छ र आफ्ना विश्वासयोग्य भक्तजनहरूको बाटो सुरक्षित राख्नुहुन्छ। तब ठिक र न्यायसङ्गत र उचित को हो, साथै हरेक असल मार्ग के हो तैँले बुझ्नेछस्। किनभने बुद्धिले तेरो हृदयमा प्रवेश गर्नेछ र ज्ञान चाहिँ तेरो प्राणको लागि आनन्ददायक हुनेछ। विवेकले तँमाथि हेरचाह गर्नेछ, समरशक्तिले तेरो रक्षा गर्नेछ। बुद्धिले तँलाई दुष्ट चालबाट र छली कुरा गर्ने मानिसहरूबाट जोगाउनेछ। त्यस्ताहरू इमान्दारीको चाल त्यागेर अन्धकारमा हिँडडुल गर्छन्। तिनीहरू खराब काम गर्नमा प्रसन्न हुन्छन् र दुष्टको बदमासीमा रमाउँछन्, जसका बाटाहरू टेढा र जसका आफ्नै चालहरू कुटिल छन्। बुद्धिले तँलाई व्यभिचारिणी र अनैतिक स्त्रीहरूको लोभ्याउने कुराहरूबाट जोगाउनेछ, जसले आफ्नो यौवनको पतिलाई त्यागेकी छे र परमप्रभुको सामु आफूले बाँधेको करारको व्यवस्था गरेकी छे। त्यसको घरभित्र पस्नेलाई मृत्युले ओह्रालो लैजान्छ र त्यसको बाटोमा लाग्नेहरू मृतकहरूको देशमा पुग्छन्। त्यस स्त्री कहाँ जानेहरू कोही पनि फर्केर आउने छैनन्, न त त्यस्ताहरूले जीवनको मार्ग नै भेटाउनेछन्। यसै कारण भला मानिसको अनुसरण गर र धार्मिक मानिसको चालमा लागि बस। किनभने धार्मिकहरू देशमा बास गर्नेछन् र निर्दोष मानिसहरू त्यहाँ रहनेछन्, तर दुष्टहरू देशबाट जराई समेत उखेलिनेछन् र विश्वासघातीहरू जहार झैँ फ्याँकिनेछन्। आमेन।